Namaste everyone, it's me Engineer Ritesh Soni. A warm welcome to my channel. And in this video I'm going to talk about the application process for admission in undergrad program 2026 है काठमाडौँ युनिभर्सिटीको लागि। अनि केयुले चाहिँ रिसेन्टली नोटिस निकालेको थियो है 2 दिन अगाडि। अनि कहिले भनेपछि ठ्याक्कै डेट भन्नु पर्दाखेरि 17 जुनमा है र रजिस्ट्रेसन प्रोसेस भनेको चाहिँ आजबाट खोलिएको छ है त। अफिसियली आजबाट रजिस्ट्रेसन प्रोसेस खोलिएको छ। अनि आजको भिडियो चाहिँ अलि अर्कै देखिएको होला है, क्वालिटी चाहिँ अलि रिड्युस्ड छ बिकज आई एम इन द न्यू प्लेस है, नट द युजुअल प्लेस वेयर आई युज टु रेकर्ड द भिडियोज अर्लियर होइन। सो त्यही भएर चाहिँ भिडियो चाहिँ अलि लो क्वालिटीको छ। त्यस्तै गरी साउन्ड पनि आइ एम स्पिकिङ विथआउट माइक्रोफोन है, त्यही भएर चाहिँ साउन्ड पनि अलिकति नर्मल नै होला। सो जस्ट कन्सिडर है अबाउट द्याट एन्ड कम टु द पोइन्ट है। यसमा चाहिँ अब म पुरै कुरा गर्दिनँ, मेन कुरा गर्छु। मेन कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईँको अब यसमा चाहिँ के हुन्छ भन्दा केयुमा ब्याचलर्स पढ्नको लागि आफ्टर प्लस टू है, फर्स्ट अफ अल ह्युज कङ्ग्रेचुलेसन्स है टु एभ्री वान हु हेभ सक्सेसफुल्ली कम्प्लिटेड योर प्लस टू है। र त्यसपछि चाहिँ तपाईँले चाहिँ अब ब्याचलर्स गर्नु छ मलाई केयुमा, स्पेसली म केयुको कुरा गर्छु यो भिडियो भने वाट यु हेभ टु डु होइन। तपाईँले चाहिँ एउटा एडमिसन प्रोसेसबाट जानुपर्ने हुन्छ। सो त्यो प्रोसेसको कुरा गर्छु है यसमा म। अब के हुन्छ भन्दा तपाईँ चाहे इन्जिनियरिङ प्रोग्राम्स होस् या अदर देन इन्जिनियरिङ प्रोग्राम्सको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईँको जस्तै बिटेक बायोटेक्नोलोजी पनि हुन त इन्जिनियरिङ नै हो। त्यस्तै गरी बिएससीको कुरा गरौँ, बिएससी इन इन्भाइरोमेन्टल साइन्स होस् या बायोइन्फर्मेटिक्स होस् या त्यस्तै गरी बिएससी इन तपाईँको एग्रिकल्चर्स होस्, यी प्रोग्राम्सहरू लगायत इन्जिनियरिङ प्रोग्राम्सहरूमा एडमिसन पाउनको लागि चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ भन्दा एउटा टेस्टमा एपियर हुनुपर्ने हुन्छ है। त्यो टेस्ट भनेको चाहिँ अनलाइन टेस्ट हुन्छ। त्यही भएर यसलाई के भनिन्छ भन्दा केयु क्याट सिबिटी भनेर भनिन्छ क्या, बुझ्नुभयो। केयु क्याट सिबिटी भनेको के हुन्छ भन्दा काठमाडौँ युनिभर्सिटी कमन एडमिसन टेस्ट होइन। त्यस्तै गरी कम्प्युटर बेस्ड टेस्ट। यो भनेको चाहिँ तपाईँले फिजिकली गएर ओएमआर सिटमा गएर भर्नुपर्ने नभएर तपाईँले चाहिँ कम्प्युटरमा जसरी पुल्चकमा हुन्छ नि हाम्रो, त्यसरी नै केयुमा पनि इन्ट्रान्स दिनुपर्ने हुन्छ कम्प्युटरमै गएर। त्यही भएर यसलाई केयु क्याट सिबिटी भनिन्छ है। दिज आर द बेसिक थिङ्स। यो न्यू कमर्सहरूको लागि चाहिँ यो कुरा भन्न जरुरी हुन्छ बिकज दे आर कन्फ्युज वेदर द इक्जाम प्याटर्न्स आर अनलाइन अर फिजिकल भनेर होइन। त्यही भएर चाहिँ मैले क्लियर गरिदिएको, त्यहाँ क्लियरली लेखिएको छ केयु क्याट सिबिटी। जस्ट अब अर्को कुरा सुन्नुहोस् है। अब यु जस्ट गो टु दि एडमिसन पोर्टल होइन, जसको लागि चाहिँ तपाईँले ब्राउजरमा गएर आफ्नो डेस्कटपको ब्राउजरमा गएर apply.ku.edu.np थिच्नुभयो भने चाहिँ एडमिसन पोर्टल खुल्छ। त्यहाँबाट चाहिँ तपाईँले डाइरेक्टली रजिस्ट्रेसन गर्न सक्नुहुन्छ है त। कुनै पनि प्रब्लम हुँदैन। आइ एम नट गोइङ टु सो इट हियर बिकज मेरो चाहिँ अहिले स्क्रिन रेकर्डरमा चाहिँ प्रब्लम भएर चाहिँ मैले यसरी बोलेको है, स्क्रिन देखाउन नमिल्ने भएर। त्यसमा चाहिँ तपाईँले 3टा सेक्सन हेर्नुहुन्छ। एउटा भनेको डाइरेक्ट रजिस्ट्रेसनको सेक्सन, अर्को भनेको चाहिँ तपाईँको चाहिँ डिटेल्सहरू पढ्न सक्नुहुन्छ है, के कस्तो छ त, सिबिटी भनेको के हो, एलिजिबिलिटी क्राइटेरियाहरू के छ, यु क्यान जस्ट सी देयर है। एलिजिबिलिटी क्राइटेरिया भनेको चाहिँ तपाईँको मिनिमम 2 GPA हुनु पऱ्यो प्लस टूमा है, वा इक्विभ्यालेन्ट हुनुहुन्छ। प्लस टू नभएर प्लस टू सरह हुनुहुन्छ भने अब त्यसमा चाहिँ तपाईँको ए लेभल पऱ्यो, त्यस्तै गरी आइबी डिप्लोमा पऱ्यो, सिटिबिटी डिप्लोमा होल्डर पऱ्यो, तिनीहरूको पनि छुट्टै क्राइटेरिया छ। यु क्यान जस्ट गो एन्ड भिजिट देयर, यु क्यान सी देयर है, त्यसको लागि कुनै इस्यु भएन। अर्को कुरा चाहिँ मेन कुरा चाहिँ के सोध्नुहुन्छ तपाईँहरूले त्यसको बारेमा म भन्छु है। सो यसमा चाहिँ के छ भन्दा तपाईँले चाहिँ धेरैजनाले यो रजिस्ट्रेसनको बारेमा सोध्नुभयो। आएर सेड है, रजिस्ट्रेसन आजबाट हुन्छ। अर्को भनेको लास्ट डेट भनेको 9 जुलाई। सबै चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ, डेडलाइन, इम्पोर्टेन्ट सेड्युल्स एन्ड डेडलाइन सबै त्यहाँ दिएको छ। र अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ यो टेस्ट दिन मिल्छ कि मिल्दैन दाइ, हामीले बिफोर अपियरिङ होइन इन द मेन टेस्ट हामीले चाहिँ एउटा मोडल सेट जस्तो दिन मिल्छ कि मिल्दैन। मिल्छ है। केयु टुर विथ मक टेस्ट भनेर यहाँ दिएको छ जुन 25 टु जुलाई 1 है। त्यो भनेको केयु मेन क्याम्पसमै हुन्छ, धुलीखेलमै गएर हुन्छ। त्यति बेला चाहिँ तपाईँले चाहिँ पाउनुहुन्छ लिङ्क्सहरू। केयु सेन्ट्रल क्याम्पसमा जानुपर्ने हुन्छ, त्यहाँबाट के सिस्टम होला है, त्यो टाइम आएपछि थाहा हुन्छ। त्यहाँबाट चाहिँ तपाईँले दिन मिल्छ। र अरू भनेको चाहिँ तपाईँले बुक्सहरूमा पनि पाउनुहुन्छ, जस्तै पिएको बुक्सहरू भयो होइन, इपिसिएमहरू भयो, त्यस्तै गरी आयो म्याथमेटिक्स च्यालेन्जर भयो हाम्रो कैलाश ढकाल सरको है, त्यो बुक्सको चाहिँ लास्ट पेजतिर चाहिँ पाउनुहुन्छ मोडल चाहिँ। फ्रम देयर यु क्यान जस्ट प्र्याक्टिस है। त्यस्तै गरी चाहिँ पेमेन्ट रिलेटेड कुरामा चाहिँ पेमेन्ट भनेको चाहिँ तपाईँको आजबाट गर्न मिल्छ। र त्यो भनेको चाहिँ तपाईँले मेथड्स टु पेमा चाहिँ तपाईँले पे भिया ई सेवा अन्ली भनेको छ है। तपाईँले चाहिँ ई सेवाबाट अनलाइन मात्र पे गर्न मिल्छ भनेर चाहिँ यहाँ क्लियरली लेखिएको छ। सो फ्रम देयर यु क्यान जस्ट गो एन्ड पे है। र अर्को चेन्जेस यो पल्ट के छ भन्दा सेन्टर है, इक्जाम दिने सेन्टर भनेको चाहिँ पहिला 3टा हुन्थ्यो है, विराटनगर, केयु र एउटा अझै बुटबलमा आई थिङ्क है गरेर चाहिँ 3टा हुन्थ्यो। तर यो पल्ट चाहिँ 5वटा छ।
धुलीखेल सेन्ट्रल क्याम्पस भयो है। आई डोन्ट वान्ट टु मेक दिस भिडियो लङ है। त्यस्तै गरी ललितपुर भयो, त्यस्तै गरी विराटनगर भयो, त्यस्तै गरी रूपन्देही भयो, त्यस्तै गरी चाहिँ पोखरा भयो, गरेर चाहिँ तपाईँको चाहिँ 5वटा सेन्टर हुन्छ। अनि यो सेन्टर भनेको चाहिँ तपाईँले अनलाइन एप्लिकेसन भर्ने बेलामा सेलेक्ट गर्न मिल्छ है त, चुज गर्न मिल्छ वेयर यु फिल इजी होइन। तपाईँको घरबाट कुन सेन्टर नजिक छ, घरबाट भन्दा पनि तपाईँ बस्ने ठाउँबाट चाहिँ कुन सेन्टर नजिक छ त्यो चुज गर्नु होला होइन, एज पर यर कन्भिनियन्स त्यो कुराहरू छ। र अर्को यसमा चाहिँ कुरा के गरौँ भन्दा चाहिँ यो सबै तपाईँले गएर त्यो वेबसाइटमा पढ्नु होला। आई क्यान्ट जस्ट रेकर्ड दिस स्क्रिन होइन, सबै कुरा पढ्नु होला। अनि त्यसपछि चाहिँ अर्को के सोध्नुहुन्छ भन्दा तपाईँहरूले यो स्कलरसिपको फर्म छुट्टै भर्नुपर्छ कि के हो होइन। सो यसमा चाहिँ के हुन्छ भन्दा स्पेसली जियोमेट्रिक्सको लागि चाहिँ यहाँ क्लियरली लेखिएको छ है। लेट मी सो यु। apply.q.edu.np मा आउनु होला, यहाँनिर apply.q.edu.np मा आउनु होला। अनि यहाँनिर हेर्नुहोस् त, क्यान्डिडेट्स अप्लाई फर बी इन जियोमेट्रिक्स इन्जिनियरिङ स्कलरसिप निड टु फिल सेपरेट फर्म फर स्कलरसिप आफ्टर द पब्लिकेसन अफ के भन्दा सिबिटी ऱ्याङ्क बेस्ड लिस्ट पब्लिस भइसकेपछि चाहिँ तपाईँले छुट्टै स्कलरसिपको लागि चाहिँ भर्नुपर्ने हुन्छ। त्यस्तै गरी अरू प्रोग्राम्सहरूको लागि पनि, जस्तै मेकानिकल्सहरूको लागि हुन्छ, अरूको लागि, र त्यो खासै धेरै चाहिँ हुँदैन अरू प्रोग्राम्सहरूको लागि। त्यसमा चाहिँ तपाईँले इन्ट्रान्स टप गर्नुपर्ने हुन्छ, त्यस्तोमा चाहिँ तपाईँले पाउनुहुन्छ होइन। अनि त्यो कुराहरू छ। त्यस्तै गरी चाहिँ सेमेस्टर रनिङको बेलामा पनि तपाईँहरूको स्कलरसिपहरू हुन्छ, जस्तै निड बेस्ड स्कलरसिप भनेर हुन्छ होइन। अरू डिफ्रेन्ट अर्गनाइजेसन्सहरूले प्रोभाइड गरिरहेको हुन्छ, त्योहरू छँदैछ। सो दिज आर द थिङ्स यु क्यान जस्ट गो एन्ड चेक देयर। कुनै पनि प्रब्लम भयो यु क्यान कमेन्ट इन द कमेन्ट। अनि अर्को कुरा भनेको चाहिँ सिलेबस इज अल्सो गिभन देयर, यु क्यान जस्ट गो एन्ड चेक देयर। त्यो सिलेबस भनेको कस्तो हुन्छ भन्दा 40 हरेक सेक्सनबाट, हरेक सब्जेक्ट, फिजिक्सबाट, केमिस्ट्रीबाट, म्याथमेटिक्स, पिसिएम ग्रुपबाट हुनुहुन्छ भने है, फिजिक्स केमिस्ट्री म्याथ तिनटैबाट चाहिँ 40-40वटा क्वेसन आउँछ। 40-40 80 40 गरेर 120वटा टोटल क्वेसन आउँछ। र त्यो भनेको चाहिँ 40वटा क्वेसन भनेको 40वटा डिफ्रेन्ट टपिक्सबाट आउँछ है त, हरेक टपिक्सबाट एउटा क्वेसन आउँछ। सो त्यसरी चाहिँ युनिफर्मली डिभाइड भएको हुन्छ क्वेसन। यहाँ सबै ओभरभ्यू अफ क्युक्याट सिबिटी भनेर पनि दिएको छ, यु क्यान जस्ट गो एन्ड चेक देयर। फुली मार्क्स भनेको 2220 हुन्छ। त्यो कसरी भयो त 2220 भनेर पनि धेरैलाई कन्फ्युजन हुन्छ, त्यसको बारेमा पनि कुरा गरौँला पछि। अरू कुरा के छ, अरू के रह्यो त यसमा? सो त्यही नै छ है। बेस्ट विसेस है सबैलाई, राम्रो इक्जाम दिनु होला। वान थिङ आई वाज अबाउट टु टेल, के भनेपछि अर्को कुरा के सोध्नुहुन्छ, क्यालकुलेटरको कुरा सोध्नुहुन्छ। क्यालकुलेटर भनेको चाहिँ तपाईँले एक्सटर्नल हाल्न मिल्दैन, त्यो भनेको सिस्टम जुन डेस्कटपमा बसेर दिनुहुन्छ नि, त्यही डेस्कटपमा चाहिँ तपाईँको सिम्पल खालको क्यालकुलेटर हुन्छ, जसमा चाहिँ तपाईँको एकदमै कम्प्लेक्स क्यालकुलेसन गर्न सक्नु हुँदैन। कुनैमा चाहिँ तपाईँको ट्रिगोनोमेट्रिक फङ्सन्सहरू पनि हुन्छ है, र नर्मली होइन भने बाँकीमा चाहिँ बेसिक्स नै हुन्छ, त्यो किराना पसलहरूमा पाउने खालको क्यालकुलेटर हुन्छ है त। सो त्यो कुरा चाहिँ बुझ्नु पऱ्यो तपाईँले। त्यही भएर चाहिँ केयुमा चाहिँ के हुन्छ, एउटा नराम्रो पोइन्ट भनेको यु क्यान्ट अप्लाई क्यालकुलेटर ट्रिक्स हेर क्या, तपाईँले चाहिँ म्यानुअली नै जानुपर्ने हुन्छ म्याथमेटिक्स क्वेसनहरू सल्भ गर्दाखेरि। सो दिज आर द थिङ्स है। सो इफ यु हेभ एनी क्वेसन्स यु क्यान जस्ट कमेन्ट मी, आई विल रिप्लाई इट है त। हस्, धन्यवाद।